हेलो व्हाट्सएप गाइज आज हामी एउटा लास्ट लिफ्ट टु सर्कल खेल्ने बल्ल यो हो मेरो बहिनी यता यो सर्कलमा सर्भाइभ गर्छ अरे अनि उसले फ्रीमा पाउँछ यो खालले गाडी गाइजहरू यस्तो खतरनाक मस्त गाडी पाउँछ सर्भाइभ गर्नु सर्भाइभ गरियो होला छौँ अब हामी यो सर्कलबाट बाहिर निस्किनु मिल्दैन गाइस म पनि आइसकेँ अब सर्कलबाट लास्ट अब म मिल्दैन टेबल लगाउँछु गाइस अनि यता अझै एउटा चिज छ हामी समुद्रकै नजिकै छ अलिअलि डर पनि लाग्छ त्यसमा हामी मिनी पुच्ची छ नि त गाइस मेरो मैले त्यता छल्दी किन म अब उसलाई सर्कलबाट बाहिर निस्किनु मिल्दैन तारबाट निस्किनु मिल्छ नि मिल्दैन है म खेल्दिनँ म भिडियो बनाउन लागिरहेको छु यता सर्भाइभ गरिरहेको जब म गई हेलिकप्टर लिएर उसलाई परेशान गर्ने कोसिस गर्छु लास्टसम्म निस्केन भने उसले फ्रीमा पाउँछ गाडी हेलो गाइज मैले हेलिकप्टर लिएर आइसकेँ अब उसलाई परेशान गर्नुको लागि हेलिकप्टरको आवाज सुनिरहेको छ उसले हे मलाई धेरै परेशान नगर्नु परेशान नगर्नु भनेर तर म परेशान गरेर किन परेशान गरे गर्छु जा मेरो 40 फिटबाट जा अनि यो हेलिकप्टर फ्रीमा पाउँछ अनि यो गाडी पनि फ्रीमा पाउँछ जिटी भनी ओके म गर्छु गाइस यो हेलिकप्टरमा बस्नु पनि सुत्नु मिल्छ यो गाडीमा मेरो बहिनी यतासम्म गयो भने ऊ आउट हुन्छ किनकि सर्कल धेरै सानो हो त्यसरी यतासम्म गयो भने आउट हुन्छ यहाँबाट नगयो भने आउट हुन्छ क्योंकि यहाँ ऊ लाग्यो अब म टिकटक बनाउँछु गाइस यसरी मोबाइल चाहिँ म टिकटक बनाउँछु अनि अझै परेशान गर्नु एउटा चिज लेकिन लन्डनको चिजले समाउँछ
त्यो पनि मानेन मोमो धेरै परिश्रम गर्ने कोसिस गरिरहेको हुँ यसले पनि मानेन भने गाइस म सुनामी ल्याउने बल्ला छु यता परिश्रम गर्नुको लागि छ मसँग एउटा तलवार उसलाई परिश्रम गर्नुको लागि एउटा तलवार छ यो तलवारले परिश्रम हुन्छ गाइस परिश्रम त भन्नु सारा झरे छैन अहिलेसम्म त्यसैले म अब खतरनाक चिज गर्ने बेला छु मोमो गर्छु डान्स डिङ्गा चिका परिश्रम गर्नुसँग मसँग अझ एउटा चिज छ त्यसको लागि मलाई उठे जानुपर्छ अलिकति म यस्तो झुला झुल्छु हो मजा आइरहेको छ झुला झुल्नु गजहरूलाई पनि हाम्रो ल्यान्ड भएछ यो गाइज अरू मान्छेलाई पनि ल्याइरहेको च्यालेन्ज गर्छ कि गर्दैन गाइज गर्दैन भनिराख अब जाने बेला छ हामी हेर्छ कि हेर्नुपर्छ गरेन भने राम्रो हामी मात्रै गरौँ न उनीहरूले हाम्रो आवाज सुन्ने पो तर उनीहरूलाई देखाउनुको लागि लाग्यो कि अलिकति उनीहरू परिश्रम गर्नुको लागि उनीहरूले तिमीलाई के गर्छ कि त्यसै जानु यताबाट म टट्टी गरिरहेको छु उनीहरू चाहिँ त भिडियो सुटिङ भइरहेको गाडी पनि छ यता हामीसँग म टट्टी गरिरहेको छु यो गाडी बेकार छ भनिरहेको केटीको लागि यो गरेर म फेलिदिन्छु कि अर्कै गाडी बनाइदिन्छु यो गाडीलाई गाइज यो केटीले किन ल्याएको यो केटी झर्छ झर्दैन यसले तिमीलाई परिश्रम गर्छ किन यार छोड मलाई छोड बोक्छ घरि बोक्छ जबसम्म म यता यो केटीको नाम मैले परेशानी राखेको छ मैले किन परेशान गरेको यो चाहिँ लाइट अलिअलि गर्छु राति भएपछि लाइट अन गर्नुपर्छ क्योंकि यहाँ लास्टमा लास्ट गाइसहरू म अब लास्टमा उसलाई म मस्त टोटल गर्छु के गाइस हेर्नु के भनेको हजुरले गाइस के पनि होइन मैले भनेको अब एउटा चिज ल्याउँछु उसको लागि मैले किन बोकेँ जम्प मैले सर्कलबाट झन्डै बाहिर निकाल्दिएँ गाइस यसले मेरो वहाँनिर भाइ पनि सक्यो हेलिकप्टरमा बसेर म फेरि लग्छु यो मानिसलाई चलाउन सक्दिनँ कि उठ्न पुग्यो त्यो मानिसलाई अब म हेलिकप्टर मानिस होइन यो दिदी होइन यो मेरो बहिनी हो यो परिश्रम गर्ने मान्छेलाई म अब है त्यसकै ठाउँमा छोडिदिन्छु यसको मनले मलाई भोक लाग्यो कि म बर्गर खान्छु ब्रेकफास्ट त बर्गर हो गाडी जाउँसम्म ऊ खेलिरह तसम्म म यता अरू हेर्नु मेरो टाउको माथि गाइस मैले मान्छेहरूलाई चलाइसकेँ धेरै जस्तो मान्छेहरू अब म जाने छु ब्रेकफास्ट खाइरहेको छु म यस तपाईँलाई बोक्री भने सिटी देखाउँछु यस्तो पुरै बोक्री सिटी अझै घुमाउनु ल्याउनुवाला छु म गाइसलाई त थाहा छ पहिली बार रोब्लक्स खेलेको मान्छेहरूलाई थाहा छैन कि त्यसैले म देखाउनु परिरहेको अलिकति म थोडे बन्नु थाहा छ कि दुईवटा डाटालाई अलिकति त्यसैले टेस्टी छ यो फेरि सर्कलमा जानु छ म फेरि सर्कलमाथि जानु लागेको छु उसलाई हेर्न किनकि मेडिकल इस्यु त लाग्नु न्युज पनि हुनसक्छ त्यसैले
त्यसरी म हेरिरहेको म आची गर्छु अब ए जान्नु न म आची गर्छु अब मेरो बहिनी छ यता पिटु सानो छ कति राम्री छ यो फेरि को आयो फेरि अघिको मैले बोक्ने यसलाई म ए यसले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो एप्सेट ए होइन तिमी नगर म चाहिँ यसलाई तिमी चाहिँ यसलाई यस्तै पठाऊ आफ्नो फ्यामिली इन्भाइट एप्सेट गरिदियो यसले जबसम्म गाइस म एरोप्लेन चलाएर तपाईँहरूलाई देखाउने बोलाएको छु केटी जाऊ त एरोप्लेनमा म देखाउने बोलाएको छु मैले तपाईँहरूलाई परेशान गर्नु यतैनिर बस्छु जानै एरोप्लेनले त राख्छु तर झरी भन्ने हेल्प बच्छ म तपाईँहरूलाई यताबाट यो मेरो कपडा चेन्ज गर्छु गाइस म देखाइरहेको तपाईँहरूलाई भ्यू त्यता माथिको अलि झल्दै जाऊ दिदी जाऊ गाइस म देखाइरहेको त्यो तपाईँ ह्याकर उडिरहेको थियो अघि त्यो अघि उडिरहेको थियो गाइस तपाईँ त तलबाट भ्यू देख्यो होला तपाईँले कति राम्रो गाइस गर्नु गाइस गाइस अब म वाउ वाउ कति राम्रो मलाई नि बस्नु मन छ त्यसलाई माथि गर्छु किन यहाँबाट पनि तपाईँले देखाउने बोलाएको यता भ्यू त खतरनाक आइरहेको अब यता तल गर्नुपर्छ अलिकति राम्रो देख्छ भनेर यता नहेराउनु है गाइसलाई म अब कपडा चेन्ज गर्नेवाला छु त्यही भएर जान्न के यहाँ यताबाट झन् नजिकैको भ्यू तपाईँहरूलाई कस्तो लाग्यो भन्नु होला यति नजिकैको भ्यू त धेरै राम्रो लाग्छ होला गाइस त अझै चिजहरू छ यता मान्छेहरू धेरै छ एकदम पिउ गरेर एकदम खतरनाक मेरो कपडा चेन्ज गरिरहेको छु के जानु गाइस मेरो पनि अहिले कपडा चेन्ज गर्ने टाइम छ किनकि कपाल अलिकति राम्रो छैन गाइस म जस्तै ट्विन्स हो यो त्यही पनि कपडा राम्रो देखेको छैन गाइस यो एरोप्लेन कसले चलाउन लाग्यो यो एरोप्लेन फट्नु त लागेको छैन यो एरोप्लेन उता जान्नु न के म नाङ्गे छु बाटो नाङ्गे पनि तपाईँहरू जान्नु जाऊ म बाटो गाइस यो खालि कपाल त मलाई राम्रो लागेन त्यसैले म चुज गर्ने एउटा राम्रो छ कपाल हजुर इन्डियामा आएको होइन ल हजुर नेपाली हो एक झापटेर हाम्रो बोल्ने पनि छोडिदिन्छ नि अहिले यता हामी खोजिरह एउटा क्युट सा चिज हेयर त्यो हेयर लाएर मिस बन्नु नि सक्दिनँ म सपारीमा पनि बन्नु सक्दिनँ यस्तो म त यसरी हाँस्नु हुँदैन यता छ लगा चेन्ज गरिरह यताको खै त्यो मान्छे मलाई थाहा भएन त्यो दिदी खोइ थाहा भएन मलाई त्यो दिदी होइन त्यो बहिनी हो रियल भएको भए त्यो हाम्रो बहिनी पर्थ्यो गाइस के भन्नु फेरि मलाई एड हेर्नुपर्छ अलि हामी रोब्लक्स खर्च गर्ने नि त गाइस मेरो यो आइडी नम्बर हो त्यहाँदेखि त्यसैले म एड हेर्नुपर्छ मेरो रियल आइडी होइन नि गाइस केटी आइडी हो केटी हो तर म केटा हो गाइस म चाहिँ केटी हो म साँच्चै भन्नु म केटी हो मेरो आवाज चाहिँ यस्तो हुँदैन थियो र तिम्रो एउटा च्यालेन्ज लिन्छु तिमी यो सर्कल बाहिर निस्कि पनि तिमीले यो च्यालेन्जमा के यो च्यालेन्ज पास गऱ्यो भने सर्कल बाहिर निस्किँदा चाहिँ हुन्छ सर्कलबाट बाहिर निस्किँदा चाहिँ हुन्छ तर यो च्यालेन्ज पास गर्नुपर्छ तिमीले ओके ल यता अब तिमी छ नि रुक्नु न म कपडा चेन्ज गरेको छैन म टाक्लुवा छु ल छिटो कपडा चेन्ज गर अहिले थाहा छैन म रियलमा पनि कपडा चेन्ज गर्नुमा 1 घन्टा लाग्छ नि म 1 घन्टा लाग्छ
मेरो लागि वेट गर्नु वेट गाइज यति सानो हो कसरी यसमा चलिदिन्छ होला यति ठुलो खाले छ यो चाहिँ ए होला म चाहिँ छु सानो गाइज मोटो अब यो आइपुग्नु कसरी लाउनु कसले त माथिनिर छोड्दा भन्यो अब हजुर चाहिँ अब यता म यो लगाइदिन्छु गाइज यो लगाइदिएर पनि ऊ जस्तो जम्प गरेर यता हुन्छ अनि यहाँ लाइन डाउन हुनु मिल्दो रहेछ म रियलमा पनि क्युट छु अहिले पनि क्युट छु गाइज हेलिकप्टर आएर फेरि लिनु जानुपर्छ त्यही भएर हेर्नुहोस् होला See? Cute. Very cute. Thank you, thank you, thank you, everyone, thank you. गाइज अहिले नि उसले यो देख्यो भने अलिकति म मान्छेहरूलाई यता ओह्राइरहेको त्यसरी मान्छेहरू काला नजर लाग्छ यो गाडीमा त्यसरी म यो गाडीलाई छुप्पा नि बोलाउँछु काला नजर नलागोस् भनेर कालो काला हैन के कालो कालो नजर नलागोस् भनेर यसलाई म छुप्पा नि हजुर बोलाउँछु इन्डियामा छ अहिले नेपाली हो कतिचोटि सम्झाउने अलिअलि नेपाली बोल्छ धेरै जस्तो इन्डियामा बोल्छ बा फेरि आठ हेरेर हिँड्ने बोलाउँछु यो गाडीलाई यो हाम्रो एरोप्लेनमा सबैले यो भिडियो हेर्दिनु होला गाइज यो बोक्रे हेर्नेको एउटा भिडियो बनाउनु मलाई पार्ट 2 मा अब भोलि हेर्नुहोस् होला आज च्यालेन्ज सेयर गर्नु लागिरह हामी अहिलेको लागि हाम्रो च्यानलको नाम बिकेस 354 हेरिदिनुहोस् होला उही झन्डै पो बाहिर निस्क्यो ल तिमी बाहिर निस्किनु मिल्छ यसमा बस त्यसमा बस नि त्यसमा बस नि काठमा काठमा बस नि तिमी बाहिर निस्किनु मिल्छ के त्यो काठमा बस्नुपर्छ मैले यत्तिकै तिमीलाई मैले निस्किनु दिएको होइन नि गाइज उसलाई मैले यत्तिकै निस्किनु दिएको होइन यो यसमा बस्नुपर्छ तिमी गाइज यसमा बस्नुपर्छ यत्तिकै बस्नु त्यहाँभित्र सर्भाइभ गर्नुपर्छ पर्दैन तिमी आउने मात्रै त्यहाँभित्र जो अब यसको मोडलले म यतै नि सर्भाइभ गर्नु मन छ तिमी तल झरी पनि के पनि हुँदैन कि म यतै त नानी हो नि अलिकति म यतै नि सर्भाइभ गर्नु मन छ मेरो फेस हेराउँछु बस गाइसलाई खै त म बस्यो यहाँ बस यहाँ जाऊ यहाँ कता यहाँ के यहाँ हेर यहाँ चाहिँ अलिकति कता केटी भनेर अनि मलाई रिस उठाउँछ अनि रिस उठाएपछि थप्पड नहालेर के गरौँ गाइस थप्पड पनि हान्नु सक्दैन मलाई थप्पड हानी गाइस मलाई थप्पड हानी भनी लखा गर्छ गाइस गर्छ त्यसरी गाइस क्याट ताली बजाइरह ल ल्याउ होला थप्पड हानेको होला अब तिमीलाई म लाइटहरू ल्याएँ अब जो तिमी चला त झलान्थ्यो नि मलाई तिमी आउनु भएको छैन कि जाऊ न आफ्नो सरकारमा तिमी सरकारबाट बाहिर निस्किनु मिल्छ क्या एकछिनको लागि अब तिमी बाहिर निस्किनु मिल्दैन लाखा गाइस च्यालेन्जको लागि मैले उसलाई बाहिर निस्कनु मिल्ने खाले बनाएको म पनि अब हान्छु गाइस म पनि अब फेरि हान्छु गाइस एक सेकेन्ड गाइस एक सेकेन्ड रुक्नु म माइकलाई अफ गर्छु अनि गाइस भयो लुखा गाइस गाइस फेरि रिस उठायो हान्ने बेला चाहिँ खतरनाक ताली बजेर चाहिँ लखा गाइस कति चलिरह सर्भाइभ गरिरह लाइट अन गर्छु राति भइसक्यो त्यसैले मेरो फेस देखाउनु न उसको फेस त यस्तो खै सानो छ मलाई पनि सानो हुनु जरुरत छ उसको लागि देखिसक्यो गाइसले
ए भयो के फेस हेर्नु होला काटेकी बिचमा चढ्नु अहिले म गाइज मलाई यो बोल्न पनि अब चाल्दै लाउनु छैन यो कपाल पनि कस्तो बेकार छ लन्डुवाला कपाल छ कबाडी फलाम आएगा से कचरा निकालो अहिले मजा आइरहेछ अहिले परेशान गर्नु बाहिर किन गएको गाइज त म खोजिरहेको यस्तो खडा नाक्ने यस्तो राम्रो बाहिर गयो कपाल खोजिरहेको छि अझै त बिगारे खोज्छ म बोर हुन्छु त्यसरी म बोर हुन्छु त्यही पनि मलाई एरोप्लेनको कसम म यो पुरा गर्छु पुरा म यति पनि छुइनँ ल Thank you everyone. Thank you so much. यो भिडियो हेर्नुलाई यो भिडियो अब एन्ड भएपछि उसले फ्रीमा के पाउँछ भनेर थाहा छ त्यही भएर अब एन्ड अहिले हुँदैन अब फुल एपिसोड हेरिदिनु होला नत्र भए थाहा हुँदैन मलाई